मिक्लाजुङ गाउँपालिका वडा नम्बर 3 पाँचथर जिल्ला। यस्तो छ बाटो भत्केर लगभग असोजदेखि होला अहिलेसम्म मान्छे हिँड्न चाहिँ अलिअलि सहज मात्रै छ। यस्तो छ स्कुल जाने बाटो मेरो। 4-5 ठाउँमा यस्तो बिग्रेको छ अप्ठ्यारो। बाटो सबै सजिलो त कहाँ हुन्छ स्कुल जाँदैछु म चाहिँ। 9:30 हुन लाग्यो। अब 10 मिनटमा पुगिन्छ। यस्तो बाटो छ। रुखहरू लडेको असोजदेखि आज कार्तिक मङ्सिर 5 गते भयो तर बाटो अस्तव्यस्त नै छ। धेरै महिना पछाडि भिडियो बनाउन मन लाग्यो र बनाएको। यहाँ चाहिँ हिँड्नै नसकिने खालको थियो। पहिरो गएको 10-12 दिन पछाडि कसले गाई किनेर ल्याएछ रे यो बाटो बनाइदिए। अलिकति हिँड्न मात्रै हुने त्यो भए पनि राहत भयो। यस्तो चाहिँ पानीले बाटो खोलेर यस्तो बाटो शिक्षकलाई सजिलो छ, छुट्टी हुन्छ यहाँ त्यहाँ भनेको सुन्छु। तर सबै शिक्षकलाई सजिलो छैन। धेरै जसो शिक्षकहरू विकट र अप्ठ्यारो ठाउँमै हुनुहुन्छ जस्तो लाग्छ मलाई। पहाडमा चाहिँ पानी परिसक्दा बाटोहरू खोलिएर यस्तो हुने। यस्तो यही बाटो हिँड्नुपर्छ। यस्तो छ। गाडी कुद्न त मान्छे हिँड्न सम्भव छैन। गाडी कुद्ने त अहिले कुरै छैन। यस्तो छ बाटो। सम्म भनेको चाहिँ स्कुल आइपुग्नु चौर मात्रै हो। श्री सयपत्री आधारभूत विद्यालय हो यो। 2046 सालमा स्थापना भएको रहेछ। यो झाङ देखिएको चाहिँ पाङ्राको बोट अरे लहरा बोट होइन लहरा हुँदो रहेछ। सखाको रूपमा लहरिएको छ। पाङ्रा भनेको चाहिँ कसैले तिहारमा पूजा गर्ने। यस्तो छ स्कुल।